नमस्ते, म प्रताप ढुङ्गाना, पासपोर्ट होल्डर दुबईको तर्फबाट। आज हाम्रो सामु हामीले नेपालबाट विश्वभरि एउटा चाहिँ जलवायु परिवर्तनको अभियान लिएर नेपालको तनहुँ जिल्ला गण्डकी प्रदेशमा जन्मिनुभएका निरञ्जन अर्यालजी हाम्रो अफिसमा आज आइपुग्नु भएको छ। उहाँको यस महाअभियानमा हामी पासपोर्ट होल्डरले एउटा साथी भएर सारथी भएर अगाडि बढ्न आजबाट गइरहेका छौँ र पासपोर्ट होल्डरको अफिसमा यहाँलाई स्वागत गर्न पाउँदाखेरि म एकदमै खुसी छु। यहाँलाई यहाँको आगामी यहाँको जर्नीमा यहाँको 10 वर्षे सगरमाथादेखि लिएर अन्टार्कटिकासम्मको जर्नीमा पासपोर्ट होल्डरले यहाँलाई सहयोग गर्नेछ भन्ने म यहाँ समक्ष बताउन चाहन्छु र यहाँको जर्नीको बारेमा चाहिँ केही 2 शब्द यहाँले बताइदिनुको लागि म निरञ्जन सरलाई आग्रह गर्दछु। नमस्कार। सर्वप्रथम त यहाँको न्यानो आतिथ्यताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु पासपोर्ट होल्डरलाई। म निरञ्जन अर्याल तनहुँ जिल्ला घिरिङ गाउँपालिका वार्ड नम्बर 1 बाट विगत 13 महिनादेखि सेभ द माउन्ट एभरेस्ट सेभ द हिमालय भन्ने एउटा साझा अभियान लिएर मिसन द माउन्ट एभरेस्ट टु द अन्टार्कटिका बाइसाइकल यात्रामा निस्किएको छु। कतार मेरो 10औं देश हो। बिस्तारै म यहाँबाट गल्फका जिसिसीका अन्य देशहरूमा यात्रा गरेर यहाँबाट अफ्रिकातर्फको यात्राको लागि अग्रसर भएको छु र अहिले विषम परिस्थितिमा जलवायु परिवर्तनको कारणले गर्दाखेरि यो जुनसुकै हाम्रो यो चाहिँ ग्लोबल वार्मिङको इफेक्टको कारणले गर्दाखेरि हाम्रो विश्व वातावरणमा परेको एउटा यो असरको बारेमा चाहिँ यो नेपाल र नेपालीको तर्फबाट एउटा साझा अभियान लिएर चाहिँ म विश्व साइकल यात्रामा जोडिएको छु। इको फ्रेन्डली ट्रान्सपोर्टको युज गर्नुपर्छ, हामी चाहिँ इको फ्रेन्डली हुनुपर्छ र हामीले चाहिँ वातावरण पर्यावरणलाई चाहिँ बिगार्नुहुन्न भन्ने एउटा चाहिँ साझा अभियान लिएर म यहाँ आइसकेको छु र पासपोर्ट होलिडेले चाहिँ मलाई न्यानो आतिथ्यता त पक्कै नै गर्नु नै भयो र अर्को कुरा चाहिँ उहाँसँग अबको यात्रामा सहकार्य गर्दाखेरि चाहिँ अत्याधिक मजा आउने म एकदमै एक्साइटेड भएको छु। अब मेरो यो 10औं देशसम्ममा आइपुग्दाखेरि मैले कसैसँग सहकार्य गर्न पाएको छैन। अझै मैले 110औं देशको यात्रा 10औं वर्ष लगाएर यात्रा अगाडि बढ्दै गर्दाखेरि पासपोर्ट होल्डरसँग सहकार्य गरेर चाहिँ मलाई एकदमै गर्वको फिल भएको छ। धन्यवाद। तपाईँहरूको न्यानो आतिथ्यताको लागि चाहिँ म एकदमै आभार प्रकट गर्दछु। सरलाई पासपोर्ट होल्डरमा म स्वागत गर्न गइरहेको छु। म सरलाई खादा लगाएर म सहयोग गर्न चाहन्छु। खादा लगाएर हस्, धन्यवाद। यहाँ हाम्रो नेपाली ढाका टोपीले सहित सरलाई म सम्मान गर्न गइरहेको छु र यहाँ मायाको कोसेली स्वरूप यहाँ सरलाई चाहिँ यहाँको यात्रामा सहज होस् भनेर हाम्रो तर्फबाट केही एउटा सानो चाहिँ सहयोग मैले सानो सहयोग गर्न गइरहेको छु र यस्तै सहयोग यहाँको निरन्तर यात्राहरूमा हामीले चाहिँ हरेक समयमा हामीले सहकार्य गरेर यहाँलाई यहाँको अप्ठ्यारो परिस्थितिमा हामीले पुनः सहयोग गर्नेछौँ। यहाँ चाहिँ यो अहिले सानो सहयोग म पासपोर्ट होल्डरको तर्फबाट सरलाई गर्न गइरहेको छु। यसलाई चाहिँ ग्रहण गर्नुहुन म अनुरोध गर्दछु र चाहिँ यहाँबाट यो सानो सहयोग मात्र होइन, हाम्रो एउटा चाहिँ भावना र नेपाली नागरिकले यसरी चाहिँ विश्व अभियान नेपालको एउटा चाहिँ नेपालको झन्डा बोकेर विश्व अभियानमा हिँड्नु भएको छ। यसको लागि चाहिँ हामीले पासपोर्ट होल्डरले यहाँ सहयोग गरेको छ र अन्य सम्पूर्ण जहाँ उहाँ पुग्नुहुन्छ सम्पूर्ण मुलुकहरूबाट सबै नेपालीहरूले सहयोग गरिदिनु होला। उहाँलाई चाहिँ उहाँको यात्रामा सबैले साथ दिएर सहयोग गरेर विश्व यात्रा सफल बनाइदिनु हुन म सम्पूर्णलाई आग्रह गर्दछु र यसै सन्दर्भमा हाम्रो सरहरूले पनि उहाँलाई चाहिँ यहाँ सम्मान गर्न गइरहनु भएको छ। म बोलाउन चाहन्छु आदरणीय सुनिल सरलाई। सुनिल सर यहाँ आएर सरलाई सम्मान गरिदिनु हुन अनुरोध गर्दछु, प्लिज। यसै गरी हाम्रो मान प्रसाद सरले पनि उहाँलाई सम्मान गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। निरञ्जन सर, all the best. Very great to meet you. ल अब हामी अरू कार्यक्रमहरू यसपछि हामी फेरि बसेर छलफल गर्नेछौँ। अहिलेलाई यहीँबाट बिदा हुन चाहन्छु। जय देश।